नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देशमा हामी फेरि आज अर्को एकजना साहित्यकारसँग कुराकानी गर्न गएका छौँ। उहाँ हुनुहुन्छ जुनु राणाजी, जुनु दिव्या राणाजी भनेर पनि उहाँले आफूलाई चिनाउनुहुन्छ। उहाँ चाहिँ अहिले चाहिँ धेरै चर्चामा हुनुहुन्छ नेपालतिर पनि हङकङतिर पनि। उहाँले भर्खर मात्रै आफ्नो एउटा कविता सङ्ग्रह नयाँ रातो नदी भन्ने प्रकाशनमा ल्याउनु भएको छ। नेपालतिर जताततै यो समीक्षा पनि भइरहेको यो कविता सङ्ग्रह हो। जुनुजी, यहाँलाई सबभन्दा पहिले त धेरै बधाई छ हाम्रो रेडियो कार्यक्रममा आज यसरी समय मिलाउनु भएकोमा यहाँलाई धन्यवाद पनि, स्वागत पनि। धन्यवाद। नमस्कार सर। आरामै कुशली हुनुहुन्छ नि त? एकदम फिट एन्ड फाइन। ठिक छ। तपाईँको आज हामी यो रातो नदी साथमा चाहिँ तपाईँ भर्खर मात्रै फेरि यो साझा हङकङको नेपाली साहित्यकारहरूको एउटा प्लेटफर्म छ, साझा साहित्य श्रृङ्खलाको संयोजक पनि बन्नु भएको छ। त्यसमा हामी बधाई दिन चाहन्छौँ। हामी यिनै सुरेफेरमा कुराकानी गर्नेछौँ होइन। सबभन्दा पहिले त यो जुन रातो नदी भन्ने पुस्तक तपाईँले ल्याउनु भयो नि अगाडि होइन, प्रकाशमा ल्याउनु भयो, बजारमा ल्याउनु भयो, यसको बारेमा अलिकति भनिदिनुहोस् न हाम्रो श्रोताहरूलाई। धन्यवाद। महत्त्वपूर्ण क्वेसन सोध्नु हो, त्यसको लागि आभारी। यो रातो नदी कविता सङ्ग्रह हो। यो थुप्रै कविताहरूलाई चाहिँ समेत गरेर एउटा सङ्ग्रहको आकार रूप दिएको यो कविता सङ्ग्रह रातो नदी। यसमा चाहिँ कविताहरू चाहिँ धेरै प्रकारका कविताहरू नै छन्, तर पनि केही खास खास कविताहरू मेरो लागि आफूले छान्नु पर्दाखेरि चाहिँ एउटा हामी महिलाहरूले भोग्नुपर्ने महिलाको एउटा शारीरिक प्रक्रिया हो भनौँ त्यसलाई। त्यसको आधारमा रहेर त्यसको जुन भ्यालु छ त्यसमा चाहिँ टेकेर चाहिँ एउटा कविता लेखेको थिएँ। त्यही कविताको नामबाट नै कविता सङ्ग्रहको नाम चाहिँ जुरेको हो र त्यो कवितालाई नै हामीले त्यो नामलाई नै हामीले सङ्ग्रहलाई चाहिँ प्रारूप त्यसको पूर्ण रूप दियौँ भनेर चाहिँ बुझ्छु मैले। र कविताहरू चाहिँ अब थुप्रै प्रकारका कविताहरू लेखेँ मैले भनौँ र हजुर सङ्ग्रहमा समेटेका थुप्रै कविताहरू छन्। त्यसमा पनि अब महिलावादी कविताहरू धेरै छन्, प्रेमिल कविताहरू धेरै छन् र अर्को कुरा हामी हङकङमा कसरी आयौँ र कुन माध्यमबाट आयौँ भन्ने कुराहरू पनि केही कुराहरू समेट्न खोजेको छु। भनेको बाहिर अलिक बढी चर्चामा रह्यो जस्तो नारीवादी बढी चाहिँ फेमिनिस्ट भएको जस्तो मात्रै भनेर चाहिँ यो जुन पुस्तकलाई समीक्षा आइरहेको छ होइन, ठ्याक्कै त्यस्तो चाहिँ होइन। ठ्याक्कै त्यस्तो चाहिँ होइन चाहिँ नभनौँ होइन। अब एउटा महिला भएकै कारणले अब र अर्को कुरा महिला इस्युजहरूले नै मलाई बढी तान्ने भएको कारणले पनि केही फेमिनिन टाइपकै यो सङ्ग्रह हो भन्न पनि मलाई त्यसमा चाहिँ असजिलो छैन, सजिलै छ भनौँ न होइन। र अब अर्को कुरा भनिन्छ थुप्रै आए होलान् बजारमा महिला यही विषयमा धेरै कुराहरू आयो, महिला अधिकार, महिला यस्तो फेमिनिस्ट भन्ने कुराहरू छ। तर हो बजारमा थुप्रै होला नि, तर जहाँनिर जरुरत छ त्यहाँनिर छैन नि त भन्ने हिसाबले पनि मेरो आवाजलाई र मैले लेख्ने भएको कारणले चाहिँ मैले अरूको पनि आवाज बन्नु सक्नुपर्छ म जस्तै महिलाहरूको भन्ने चाहिँ मलाई लाग्छ। र त्यो भएको कारणले ओके अनि फेमिनिस्ट नै भन्ने पनि म खुसी। त्यसमा चाहिँ तपाईँको जुन यो कविताहरू तपाईँको यो छन् यहाँनिर र विशेष गरिकन महिलाहरूको विषयमा तपाईँले बोल्नु पर्दा एक्सप्रेसन गर्नु पर्दाखेरि अलिक बढी के भन्छ एकदम उग्र भएर जस्तो एक्सप्रेस गरे जस्तो लाग्दैन आफूलाई पनि कहिलेकाहीँ? होइन, त्यो चाहिँ मान्छु मैले। अब उग्र नै नबनिकन त कसैले नसुन्ने भएको कारणले पनि त्यो उग्रता चाहिन्छ क्या होइन। अब मध्यम भएर बस्यो भने चाहिँ कसैले पनि सुन्दैन भनौँ न होइन। कि चाहिँ तलै रहनु पर्यो, कसैले देख्दैन, कि चाहिँ बिचमा बस्यो भने यो सन्तुलनमा बस्नु राम्रो हो। तर पनि कसैलाई सुनिनु छ भने आफ्नो आवाज दिनु छ भने त भिडबाट त अलिकति अलग त बस्नै पर्यो नि त। त्यो भएको कारणले पनि अब ओके। तर मेरो विचारले मात्रै म आक्रोश पोख्ने या फेरि अब आफ्नो लेखहरूमा चाहिँ अलिकति आक्रामक देखिए पनि म त्यस्तो
खालको चाहिँ छैन है मेरो त्यो त हामीलाई थाहा छ, त्यो त हामीलाई थाहा छ होइन, तपाईँ एकदमै शालीन हुनुहुन्छ। तर अब तपाईँको भनेको तपाईँको जुन भाषा, जुन भाषिक एक्सप्रेसन छ तपाईँको त्यहाँ, त्यो चाहिँ एकदम स्ट्राटेजिकै हो भनेर बुझ्नु पर्यो हामीले होइन त। त्यो चाहिँ अब त्यो कुनै पनि एकजना व्यक्तिलाई नभएर यो समाजको जुन किसिमको बनावट छ होइन, समाज जसरी निर्माण भएको छ त्यो समाजलाई भनिएको हो नि त, कुनै पनि व्यक्तिलाई भनिया त होइन। अनि त्यो कारण पनि अब त्यसरी नै बुझौँ त्यसलाई भन्ने कुरा। कविता लेखनतिर कसरी लाग्नुभयो, कहिलेदेखि लाग्नुभयो? यस्तो हो, कविता चाहिँ मनपर्ने है, साहित्यिक पुस्तकहरू पनि मनपर्ने। अर्को कुरा हाम्रो बाबा चाहिँ एकदमै युवाकालदेखि नै सक्रिय रूपमा राजनीतिमा लागेको भएको कारणले पनि घरमा त्यो पहुँच थियो कि। अनि ठिकै छ, त्यो बेलामा चाहिँ थुप्रै पत्र पत्रिकाहरू जान्थेनन् हाम्रोमा, तर पनि रेडियो चाहिँ 24 आवर अन हुन्थ्यो कि। अनि बाबु बाजेहरूले जे सुन्नुहुन्छ त्यो चाहिँ हामीले पनि सुन्ने। अनि अर्को कुरा जे बज्छ त्यो पनि हामीले टिप्ने। अनि अर्को कुरा अब जे पत्र पत्रिकाहरू उपलब्ध छन् त्यो पनि हामीले चाहिँ त्यसलाई पढ्ने। इभन कसैले नो वान नोटिस के, हामीलाई चाहिँ कसैले नोटिस नगरे पनि हामीले चाहिँ त्यो नोटिस गर्ने। अनि त्यो मलाई चाहिँ सोसियल यो एक्टिभिटिजहरू भनौँ न, अब सामाजिक गतिविधिहरूमा चाहिँ चासो थियो पहिलेदेखि। अनि पछि पुस्तकको पहुँच भइसकेपछि चाहिँ मैले धेरै किनेर पढेँ किताबहरू, एकदम धेरै किताब पढेँ। त्यसमा जे आफ्नो जस्तो आफूलाई मनपर्ने स्योर छ भने एकदम धेरै पढ्ने होइन। त्यो कारणले पनि मेरो दिमागमा चाहिँ अनि पढिराख्यो भने चाहिँ दिमागमा बस्थ्यो नि होइन, यो किसिमले मैले पनि लेख्न सक्छु है भन्ने किसिमले त्यो प्लट बनाइसकेको क्या मेन्टली क्या मैले। अनि त्यो भएर पनि लेख्दै जाँदा चाहिँ त्यो आकार आफै बन्दो रहेछ कि, त्यसलाई कन्टिन्यू चाहिँ दिनु पर्यो। त्यो चाहिँ हो जस्तो लाग्छ, कविता लेखेको पनि त्यसरी नै हो। अब यो अघि तपाईँले भन्दै हुनु, तपाईँ एकजना महिला भन्दै हुनुहुन्थ्यो होइन, तर अब त्यो सँगसँगै अब नेपालको सन्दर्भमा हेऱ्यो भने त अब तपाईँ एकजना मार्जिनलाइज समुदाय मगरको फ्यामिलीमा जन्मेको पनि हुनुहुन्छ। अब यतातिर फेरि हामी हेऱ्यौँ भने फेरि हामी माइग्रेन्ट भनेर चिनिन्छौँ नेपालबाट, नेपालको एङ्गलबाट हेर्दाखेरि। अब यहीँको लोकल्ली हेर्दाखेरि पनि हामी स्टिल हामी चाहिँ मार्जिनलाइजै हो, हामी नेपाली कम्युनिटी माइनोरिटीहरूलाई चिनाउँछौँ होइन। अब एज अ वुमन, एज अ माइनोरिटी, एज अ के भन्छ तपाईँको चाहिँ माइग्रेन्ट होइन, हामीलाई कति धेरै कुराहरूसँग हामीले आफै सङ्घर्ष गरिरहनु भएको छ आफ्नै जीवनको लागि होइन। यो कविता सङ्ग्रह प्रकाशन गर्ने क्रममा के सङ्घर्ष, कस्तो सङ्घर्ष तपाईँले भोग्नुभयो, के कस्ता चुनौतीहरू भोग्नुभयो, के सङ्घर्ष गर्नुभयो? सङ्घर्षहरू चाहिँ अब तपाईँले भन्नुभयो जस्तै थुप्रै किसिमको सङ्घर्षहरू हुन्छ। जस्तै मैले एकजना कवियत्री भनौँ नेपालमा हुनुहुन्छ सुमिना भन्ने चाहिँ, उहाँको एउटा मेरो कविता निस्किसकेपछि चाहिँ उहाँले चाहिँ मेन्सन गर्नुभएको थियो कि म कविता चाहिँ कस्तो छ भनेर म भन्दिनँ, तर अब हाम्रो यो जुन समुदायहरू थिए पिछडिएका समुदाय भनेर भनिन्छ, उहाँहरूबाट पनि केही कुराहरू आउनु लाग्यो है भनेर चाहिँ उहाँले भन्नुभएको थियो कि। त्यसलाई चाहिँ हो त्यसरी त्यो रूपमा पनि हेर्नुपर्छ, तर पनि त्योभन्दा माथि चाहिँ हामीसँग नि बोली छ होइन, हामी पनि बोल्न सक्नुपर्छ। र अर्को कुरा हामी यहाँ आप्रवासी भएर बस्दै गर्दाखेरिको सङ्घर्ष एउटा छ, र नेपालमा हामीले नेपालको भूमि छोडेर आउनु पर्दाको एउटा पीडा अर्को छ होइन। त्यसलाई सबै कुरालाई समेटेर चाहिँ हामीले के गर्छौँ भने लेख्छौँ क्या, हाम्रो पीडा चाहिँ त्यहाँबाट चाहिँ व्यक्त गर्नुपर्छ क्या हामीले। व्यक्त गर्दाखेरि चाहिँ अब ल मैले दुःख पाएँ या मलाई पैसा भएन यस्तो यस्तो कुराहरू होइन नि त। एउटा साहित्यिक वेबाट एउटा लिटरेचरको माध्यमबाट चाहिँ हामीले चाहिँ त्यसलाई प्रस्फुटन गर्यो भने चाहिँ राम्रो बन्छ भन्ने किसिमले चाहिँ लेखिन्छन् साहित्यहरू चाहिँ, त्यही नै हो खासमा। त्यसको भनेको तपाईँलाई कसैले कहीँ कतै यो साहित्य क्रममा लाग्ने, साहित्य यो कर्ममा लाग्ने क्रममा, यो पुस्तक प्रकाशन गर्ने क्रममा होइन, कहिलेकाहीँ हतोत्साहित गराउने, डिस्करेज गर्ने, तपाईँलाई त्यस्तो कोही भन्दा त्यस्तो घटना केही भएन? त्यस्तो घटनाहरू त अब खास याद छैन, तर मेरो भनाइमा चाहिँ मैले चाहिँ के मान्छु भने डिस्करेज गर्नेहरू थिएर नै म आज चाहिँ अलिकति इन्करेज हुन सकेँ
भन्ने चाहिँ लाग्छ है। केही घटनाहरू छन् जो मैले यहाँनिर उल्लेख गर्नु पनि अब अलिकति असामान्य होला होइन, नमिल्ला पनि, तर पर्सनली जानु परेन। तर कतिपय सोसियल के अरे यो घटनाहरू हुन्छ नि, सामाजिक घटनाहरूले गर्दाखेरि चाहिँ आफूलाई जुन इगोमा हर्ट भएको हुन्छ होइन, कहिलेकाहीँ चाहिँ त्यस्तो खालको भयो भने होइन ठिकै छ, म यो कारणले मलाई चाहिँ चोट पुग्यो तर म यसरी नै उठ्छु है, यो वेबाट म उठ्न सक्छु। मसँग के छ त माध्यम भन्दाखेरि लेख्ने है, साहित्य लेख्ने, अब कविता लेख्ने, संस्मरण लेख्ने, निबन्ध लेख्ने छ है भन्ने तरिकाले चाहिँ म लागेँ। र अर्को कुरा चाहिँ अब डिस्करेज भन्दा पनि मैले इन्करेज गर्ने मान्छेहरू नै धेरै पाएँ, जस्तै तपाईँहरू होइन। अनि तिमीले लेख्न सक्छौ है भन्ने मान्छे नै धेरै पाएको है। त्यो माध्यममा चाहिँ म चाहिँ त्यो माध्यमबाट चाहिँ म चाहिँ लक्की मान्छु आफूलाई चाहिँ। एकदम तपाईँलाई एकदम धेरै बधाई पनि छ जुनजी। थ्याङ्क यू सर। जुनजीसँग हामी कुराकानी गरिरहेका छौँ, जुन राणाजी, उहाँको रातो नदी कविता बजारमा आइसकेको छ, अलिक समय भइसक्यो, नेपालतिर यसको समीक्षा पनि भइरहेको छ, अब हङकङमा पनि एकै चर्चामा छ। हङकङका निकै धेरै साहित्यकारहरू अहिले पछिल्लो पटक पुस्तकहरू प्रकाशन गरिराख्नु भएको छ। त्यसै क्रममा हामीले साहित्यकारहरूसँगको कुराकानीको यो सिलसिलामा हामी जुन राणाजीसँग आज कुराकानी गर्दैछौँ। जुन चाहिँ तपाईँको यो कविता सङ्ग्रहबाट तपाईँलाई मनपर्ने कविता हाम्रो श्रोताहरूलाई सुनाउनु पर्यो भने कुन चाहिँ कविता सुनाउनुहुन्छ? हुन्छ, म अब यस्तो छ, कविता सङ्ग्रहको नाम चाहिँ रातो नदी भएको भएर पनि म त्यो सङ्ग्रहको नामबाट पनि भित्र गएर चाहिँ एउटा कविता छान्छु। त्यो किन पनि छाने भने चाहिँ यो हामी अहिले हङकङमा जसरी छौँ, जुन माध्यमबाट छौँ, त्यो चाहिँ माध्यमलाई पनि हामीले चाहिँ बाहिर उजागर गर्नुपर्छ भन्ने हिसाबले चाहिँ म एउटा कविता चाहिँ राख्न चाहन्छु। र कविताको शीर्षक छ नुन। पहिले जिजुबाजेहरू खाली खुट्टा कछाड र टाउकोमा बर्को बेरेर, बोराको धागोले बुनेको कोट भिरेर अनि कम्मरमा पटुका बाँधेर बतौली जान्थे। र साथै थाप्लोमा नाम्लोको दामसँग केही पाठी नुनकै लागि झर्थे धरान, कहिले लहैमा कहिले मजबुरीमा। पहाडबाट पुर्खाहरू नाइल नदी जस्तै समय बगिरहेको छ लम्बिएर, नुनका कथाहरू त्यही नाइल नदीको मुहानसँगै सुरु भएको हुनुपर्छ। नुनको खोजीमा भौतारिए पुर्खाहरू, नुनसँग साटे शासकले तिनको स्वाभिमान, केही तकमाहरूसँग साटिए नुनकै लागि लडे अरूको लडाई, बगाई रगत वीरगति प्राप्त गरे र नुनले नै लेख्यो अनगिन्ती नुनका कारुणिक कथा। नुनले नै लेख्यो हाम्रा पुर्खाको इतिहास, नुनकै खोजीमा छरिए संसारभर नुनको सोझो भएर, नुनको दास भएर, फोकल्यान्डको ताकुदेखि बोर्नियोको झाडीसम्म पुगे पुर्खाहरू, मलायको घना दलदल हुँदै आइपुगेका हुन् हङकङको सेपकोङसम्म। नुन त ठूलो कुरा रहेछ, नुनको महत्व ठूलो रहेछ। म जो छु यहाँ नुनकै कथाको एक हिस्सा बनेर। धन्यवाद। असाध्यै राम्रो। थ्याङ्क यू सर। हाम्रो इतिहास मात्रै नभइकन हामी यहाँ हुनुको कारण यो नुन कति महत्त्वपूर्ण कहानी चाहिँ कविता लेख्नु भएको छ, कति रमाइलो पाराले, एकदम मिठो पाराले। एकदम चाहिँ धन्यवाद जुनुजीलाई। जुनुजी, अब हामी हङकङतिर तपाईँले कविता मार्फत ल्याइदिइहाल्नुभयो होइन। तपाईँ अहिले भर्खर मात्रै यो साझा साहित्य श्रृङ्खलाको संयोजक पनि बन्नुभएको छ। हङकङका नेपाली साहित्यकारहरूलाई निकै धेरै राम्रो प्लेटफर्म दिएर धेरै साहित्यकारहरू जन्माउने काममा चाहिँ यो साझा साहित्य श्रृङ्खलाले काम गरिरहेको छ पछिल्लोचोटि होइन। तपाईँ यसको संयोजक बनिरहनु भएको छ, तपाईँलाई बधाई दिन्छु सुरुमा। तर यो संयोजक एज अ संयोजक नयाँ संयोजक भएको हुनाले यो साझा साहित्य के भन्छ साहित्यिक साझा श्रृङ्खला हो कि मैले नाम पनि राम्रोसँग भन्नु होला होइन। के छ यसमा अब तपाईँको नेतृत्वमा अब यसले के गर्छ?
एकदमै महत्त्वपूर्ण क्वेसन सोधिहाल्नु भयो सर, धन्यवाद। तर यो चाहिँ अब संयोजक त बनियो होइन, तर यो एउटा चुनौती नै मानौँ यसलाई चाहिँ। र आगामी दिनमा अब के कस्ता कुराहरू आइलाग्लान् त्यसमा चाहिँ अब त्यतिखेरै कुरा गरौँला। र अहिले हालमा चाहिँ अब हङकङ साहित्यिक साझा श्रृङ्खला हो यसको नाम, र यसको एउटा विशेष स्थान छ हाम्रो लागि होइन। हामी साहित्य कर्मीहरूको लागि चाहिँ एकदम यो प्लेटफर्मले नै चिनाएको छ अहिले नेपालमा भनौँ, अब विश्वभरि होइन। हङकङमा बस्ने नेपालीहरूको लागि यो प्लेटफर्म एक किसिमले धेरै नै हाइलाइटमा पनि छ होइन, अनि धेरै छ नि। अनि त्यो भएर पनि अब जिम्मेवारी चाहिँ दिइहाल्नु भयो। अब ठिकै छ त नि, म सिक्छु केही कुराहरू, पक्कै पनि अगाडि समयमा केही न केही सिक्न मौका मिल्नेछ भन्ने हिसाबले चाहिँ म यहाँ बसेँ। र अब तिमीले गर्न सक्छौ है बहिनी भनेर चाहिँ नाम अगाडि लिने, र अब जस अन्य धेरैजनाहरू हुनुहुन्छ नि त, उहाँहरूलाई पनि त अब ऊ बस्दैछ है भनेर कन्भिन्स गर्नुपर्ने अवस्था पनि हुनसक्छ। त्यहाँनिर सबैको आफ्नो कुरा हुन्छ नि त। त्यसमा चाहिँ अब ल बहिनी बस्नुपर्छ भनेर भन्ने हाम्रो अग्रज साहित्यकार हुनुहुन्छ, साहित्य साझा श्रृङ्खलाकै संरक्षक दाजु आख्यानकार दाजु गुरुङ। र त्यसपछि हाम्रो त समूह एउटै भइगयो, हामी सधैँ सँगै हिँडिसकेपछि हामी छुट्टै होइनौँ के। र अर्को यता हाम्रो भाइ रोशन एक्सो दिदी तपाईँ बस्नुपर्छ है भनेर चाहिँ उसले भनिसकेपछि चाहिँ ओके ठिकै छ नि त, तिमीले या अब दाजुहरूले भन्नुहुन्छ भने बसौँ भनेर बसेँ। र अर्को कुरा चाहिँ मलाई के लागिरहेछ भने हामी रेगुलर साहित्यमा त छौँ, जस्तै नेपाली साहित्य लेख्छौँ होइन, तर हामीले चाहिँ हेर्नुपर्ने उता नेपालतिर ठिकै छ त्यो हेरौँला, त्यहीबाट आएको हामी होइन, त्यो एउटा महासागर हो, हामी चाहिँ खोला हो भन्ने जस्तो हिसाबले। तर छुटेको के छ भने हामीभन्दा मुनिका पुस्ताहरू जो नेपाली लेख्नमा चाहिँ अहिले असमर्थ छन् भनौँ न होइन, सबै त नहोलान् तर धेरै छन्। उनीहरूले चाहिँ हामीले कसरी जोड्ने नेपाली भाषासँग, किनभने हामी पछि त भाषा त बाँच्ला नबाँच्ला होइन भन्ने चाहिँ एउटा मेरो मनमा त्यो खेलिरहन्छ कि। अब मैले मेरो छोरीहरूलाई चाहिँ कसरी चाहिँ नेपाली सिकाउने, कसरी चाहिँ उनीहरूले लेख्छन्। अब लेख्छन् नि, लेख्नु त इङ्ग्लिसको थ्रुबाट अब लिटरेचर पनि लेख्लान्, अन्य कुराहरू पनि लेख्लान्, तर नेपाली भाषाबाट चाहिँ लेखुन् भन्ने एउटा, र लेख्नको लागि चाहिँ हामीले चाहिँ कस्तो किसिमले चाहिँ प्रोत्साहन गर्ने भन्ने चाहिँ मेरो मनमा चलिरहन्छ। बाँकी हाम्रो पुस्तालाई त अब नेपाली सिकाउन जरुरी छैन, उहाँहरूलाई साहित्यमा चाहिँ चासो लाग्छ भने आउनुहुन्छ, र त्यो आउनको लागि प्लेटफर्म छँदैछ होइन, त्यो गरौँला भन्ने चाहिँ छ। अब यहाँको यो मलाई लाग्छ तपाईँले चाहिँ यो विषय चाहिँ जो गम्भीर विषय लाउनु भएको छ, मलाई लाग्छ सबै नेपालीको चासोको विषय हो यो पुस्ता, हङकङको नेपाली युवा पुस्ता विशेष गरिकन नेपाली भाषा पढ्ने र लेख्ने मामलामा पछाडि पर्दै गइरहेको छ भन्ने कुरा चाहिँ अब हामीले पनि हेरिरहेछौँ, देखिरहेछौँ होइन। अब कति गाह्रो सजिलो के होला, अब अवश्य पनि त्यहाँ त होला नै होइन, तर अब यहाँको यो मिसन जुन छ यो मिसनमा एकदम सफल होस्, यहाँको यो साहित्य श्रृङ्खलामा यहाँको कार्यकाल पनि एकदम सफल होस् हामी शुभकामना दिन चाहन्छौँ होइन। यहाँका नेपाली एज अ जनरल सबै नेपालीलाई श्रोताहरूलाई के भन्न चाहनुहुन्छ भन्दै? मेरो अब यस्तो साहित्यकै थ्रुबाट लिटरेचरकै वेबाट चाहिँ हामीले गर्नुपर्ने भन्ने कुराहरू चाहिँ मनोरञ्जन थुप्रै छ हङकङमा, थुप्रै कार्यक्रमहरू हप्तेको चाहिँ कार्यक्रमहरू हुन्छ, तर विशेषतः किन साहित्यलाई चाहिँ किन चाहिँ महत्त्वपूर्ण रूपमा हेरिएको छैन भन्ने कुरा चाहिँ मेरो चासोको विषय छ। किनभने साहित्य भनेको समाजलाई चाहिँ मार्गदर्शन गर्ने एउटा स्ट्रङ वे हो कि, त्यो चाहिँ माध्यम हो। त्यो साहित्यकै थ्रुबाट चाहिँ मान्छेले, बाहिर बसेको मान्छेले पनि बुझ्न सक्छ कि त्यहाँको मान्छेहरूले चाहिँ के गरिरहेछ होइन, उनीहरूले चाहिँ के सोच्छन्, उनीहरूले के गरिरहेछन् भन्ने कुराहरू उनीहरूले नेपालीको पहिचान दिन सक्ने कुरा हो नि त। जहिलेसुकै आउने अनि आएर कार्यक्रम भन्नाले आउने त अब बोलाएपछि आउने नै भए, तर यहाँका मान्छेहरूले जहिलेसुकै त्यो टिकट बेच्नेदेखि लिएर ठिकै छ, नोबल कुनै उद्देश्यको लागि गर्नु त त्यो राम्रो कुरा, तर
धेरै नै भयो है, यो अलिकति बढी भयो। यो साहित्यमा पनि अलिकति अनदेखा गरिएको जस्तो लाग्छ मलाई। तर किन गरिएको छ र कसरी गरिएको छ भन्ने कुरा चाहिँ म त्यसलाई चाहिँ अध्ययनको एउटा माध्यम चाहिँ बनाउँछु जस्तो लाग्छ है। लेट्स सी कतिको सफल हुन्छु होइन। तर पनि लेखिने शब्दले नै घटनाहरू जोड्ने हो कि, घटनाहरू जोड्ने हो। भोलि अहिले नाच्दै गरेको मान्छे भोलि अर्नै किसिमले समाजलाई चाहिएला नि त। दुर्घटनामा पर्ला, रोगी होला, के होला, त्यो त चाहिने समाज नै हो। समाज चाहिएपछि समाज कसरी चाहिँ एकजुट हुने या फेरि कसरी चाहिँ समाजलाई दर्शनको माध्यमतिर लगेर चाहिँ कसरी शिक्षित बनाउने या फेरि चेतना कसरी बढाउने भन्ने किसिमले बुझ्नको लागि त साहित्य जरुरी छ नि त। त्यो भएर पनि लेट्स सी, भेरी भेरी च्यालेन्जिङ। एनिवे, हाम्रो जुनुजीले भन्न खोज्नुभएको चाहिँ सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू, साहित्यतिर पनि यहाँहरूको चाहिँ ध्यान जानु पर्यो, साहित्यकारहरूलाई माया गर्नु पर्यो भन्नुपर्ने। हामी माया गर्छौँ सबै साहित्यकारहरूलाई। र सबभन्दा हामी त अब के छ भने नेपाल के अरे हङकङभन्दा बाहिर हामीलाई अब कसैले चिन्नु पर्यो भने साहित्यकै माध्यमबाट चिन्ने हो हामीलाई। अरू हाम्रो चिनाउने अरू माध्यमै छैन धेरै अहिले। पछिल्लो पटक केही फिल्महरू, केही गीतहरू अलिअलि 2-4वटा चाहिँ प्रदर्शन भएको छन्, तर टिपिकल्ली हङकङको माध्यमबाट भएको छैन होइन। त्यस कारणले अब यहाँहरूको जुन कर्म छ, यो साहित्य कर्म एकदमै राम्रो पवित्र छ। हामी त एकदमै तपाईँहरूलाई धेरै चाहिँ सलाम गर्छौँ होइन। अब अन्तिम लास्ट प्रश्न छ, अब के लेख्दै हुनुहुन्छ? लेख्ने क्रम त चलि नै रहेछ, चल्छ नै। जबसम्म बाँचिन्छ जानेकै त्यही हो भने जस्तो। लेख्ने त अब त्यो नेचर पनि भइसकेको कारणले लेख्ने नै छु। तर अब मेरो कविता सङ्ग्रह चाहिँ एउटा साहित्यिक, पूर्ण साहित्यिक भनौँ न। एउटा कविता भनेपछि साहित्यिक के अरे त्यो फिल्डको लागि मात्रै भन्ने जस्तो पनि बुझिन्छ। तर यो चाहिँ अर्को मेरो अब आउने चाहिँ किताब भनौँ, कृति चाहिँ विविध रचनाहरूको सङ्गालो भनेर चाहिँ भन्न चाहन्छु त्यसलाई। र त्यसको नाम चाहिँ पनि मैले राखिसकेको अवस्था हो। त्यसको नाम चाहिँ लाहुरेनी सौन्दर्य छ। र अब लाहुरेनी नै जोडिसकेपछि केही न केही लाहुरे सभ्यता सम्बन्धी, अब लाहुरे संस्कार सम्बन्धी केही नै होला भन्ने तपाईँहरूले बुझ्न सक्नुहुन्छ। के यो लाहुरेनी सौन्दर्य भनेको चाहिँ खास के हो अलिकति भनिदिनुहोस् न। अब अगाडि नै अलिकति चासो सायद हुनसक्छ होइन, हामीलाई मन खोलिदिनु लाग्यो। ए हजुर, लाहुरेनी सौन्दर्य भनेपछि चाहिँ लाहुर जाने जुन हाम्रो मतवाली समाजमा, जनजाति समाजमा जुन किसिमको संस्कार बस्यो नि, त्यहीबाट जन्मिएको हो त्यो लाहुरेनी सौन्दर्य। किनभने लाहुरेसँग जोडिएपछि लाहुरेनी भन्छ नि त। त्यो अनि थुप्रै लाहुरेनीको चाहिँ सुखद पाटो मात्रै हुँदैन भन्ने एउटा सन्देश पनि छ। त्यहाँनिर थुप्रै आफ्नो लाहुर गएका लाहुरेहरूलाई गुमाएका लाहुरेनीहरू पनि बाँचिरहेका छन् हाम्रो समाजमा भन्ने एउटा त्यसलाई टिपोट गर्न खोजेको आफ्नो सोच मार्फत भन्ने पनि हो। छिट्टै नै आउँछ होला। यहाँलाई एकदम धेरै शुभकामना। थ्याङ्क यू सर। तपाईँको आजको समयको लागि धन्यवाद। ल, तपाईँलाई पनि धन्यवाद। आफ्नो कुरा राख्ने चाहिँ प्लेटफर्म दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।